हेलो एभ्रिवान। आज चाहिँ म हजुरहरूलाई टियु बल्खमा चाहिँ हाम्रो एजुकेसनल डकुमेन्ट्सहरू चाहिँ कसरी भेरिफाई गर्ने विदेश जानको लागि भनेर चाहिँ देखाउन गइरहेको छु। सो फर्स्टमा चाहिँ मेरो चाहिँ अहिलेसम्म ग्रेजुएसन सेरेमनी भएको छैन। सो मसँग डिग्री सर्टिफिकेट चाहिँ थिएन। सो मैले चाहिँ दुईटा सर्टिफिकेट चाहिँ भेरिफाई गराएँ। फर्स्ट चाहिँ नि मेरो ट्रान्सक्रिप्ट, सेकेन्ड चाहिँ प्रोभिजनल। सो मैले कुन एउटा भिडियो हेर्दा चाहिँ हाम्रो जुन त्यो सर्टिफिकेट हुन्छ नि त्यसकै पछाडि चाहिँ स्ट्याम्प गरेको देखाएको थिएँ, तर रियालिटीमा चाहिँ हामीले जुन अब फर इक्जाम्पल मेरो चाहिँ ट्रान्सक्रिप्ट र प्रोभिजनलको चाहिँ मलाई भेरिफाई गराउनु छ भने त्यो दुइटैको चाहिँ मैले फोटोकपी गरेर चाहिँ लानुपर्छ। फर इक्जाम्पल मलाई चाहिँ अब दुईवटा गराउन मन लाग्यो अरे, इचको प्रोभिजनल दुईवटा अनि ट्रान्सक्रिप्टको दुईवटा गराउन मन लाग्यो अरे। सो मैले दुईवटा गर्न नि पाएँ। अब कसैको मैले त्यहाँनिर एकजना भाइ हो कि दाइले चाहिँ 7वटासम्म पनि गरेको देखेको थिएँ प्रोभिजनलको। सो अब होला आफ्नो चोइस गरिराखौँ न आएको बेलामा भन्ने। अब अनि सुरुमा चाहिँ मैले एउटा मात्रै गराएँ बिकज मलाई थाहा थियो, आइडियै भएन होइन। अनि सो म चाहिँ हजुरहरूलाई मिनिमम दुईवटा चाहिँ रिकमेन्ड गर्छु है। अब हजुरहरूको कन्सल्टेन्सी या त हजुरहरूलाई जे सही लाग्छ त्यही अनुसार गर्नु होला। सो लेट्स स्टार्ट द प्रोसेस। सो त्यो दुईवटा फोटोकपी पेपर्स इचको र त्योसँगै हाम्रो ओरिजिनल सर्टिफिकेट लानुपर्छ न, ताकि उहाँहरूले त्यो दुईवटालाई हेरेर चाहिँ स्ट्याम्प हान्न सक्नुहोस् है। सो यो यति थोक चाहिँ तपाईँले बोकेर जानु पर्यो। अनि पेन, ब्ल्याक पेन एउटा लिएर जानु होला आफ्नै सजिलोको लागि। त्यसपछि फर्स्ट स्टेप चाहिँ हो हाम्रो रुम नम्बर 18। रुम नम्बर 18मा चाहिँ गएर हामीले एउटा फर्म लिनुपर्छ। त्यो फर्मको पिक्चर चाहिँ यस्तो टाइपको हुन्छ। त्यहाँनिर साइन्स, ब्याचलर्स इन साइन्स हो मेरो, तर मैले चाहिँ मेरो भेट्टाइनँ, त्यो बिए लेखेको थियो नि त। अनि पछि सोद्धाखेरि उहाँहरूले क्लियरली एन्सर पनि भन्नु भएन के गर्ने हो भन्दाखेरि हेरेर गर्नु न टाइप्सको कुराहरू गर्नुभएको थियो। अनि पछि बुझ्दै जाँदाखेरि चाहिँ त्यो बिए लेखेको चाहिँ नि बिए सरह भनेर लेख्नु भएको छ। त्यहीँनिर चाहिँ हाम्रो ब्याचलर त्यो जुनै फ्याकल्टीको होस्, बिबिएस होस्, बिए होस् या बिएससीको होस्, हामीले चाहिँ त्यही लाइनमा भर्ने रहेछ। अनि मैले चाहिँ 2 कपी गरेको हो नि त। सो मैले चाहिँ प्रतिमा चाहिँ दुई लेख्नुपर्ने रहेछ। अनि इच एउटा फोटोकपी पेपरमा भेरिफाई गराएको चाहिँ हामीले 50 रुपिस पे गर्नु पर्दो रहेछ। सो मैले चाहिँ माथि 200 लेख्दिएँ अनि तल प्रतिमा चाहिँ 2 अनि त्यसपछि तलपट्टि चाहिँ मेरो नाम अनि मेरो पर्मनेन्ट एड्रेस। अनि त्यति लेखेपछि चाहिँ त्यो फर्म चाहिँ फिर्ता गर्नु पर्दैन। त्यो लिएर चाहिँ हामी अर्कै रुममा जानुपर्छ भाउचर भर्नको लागि है। त्यसपछि पैसा तिर्नको लागि। सो पैसा तिर्नको लागि चाहिँ रुम नम्बर 1 भनेर लेखेको छ, त्यहाँनिर चाहिँ गएर त्यहाँनिर चाहिँ 3टा लाइन हुँदो रहेछ होइन। फर्स्ट सेकेन्ड 3टा लाइनबाट जुनमा गएर 3टा तिर्दा पनि हुन्छ 3टा विन्डोमा। अनि ग्लोबल आइएमई ब्याङ्कको हो त्यो चाहिँ। सो त्यहाँनिर चाहिँ हामीले भाउचर भर्नु पर्यो। मेरो 200 रुपियाँको थियो, सो मैले 200 रुपियाँको भाउचर भरेँ। हजुरहरूको कति हुन्छ क्यालकुलेट गर्नुहोस् अनि त्यही अनुसारको चाहिँ भाउचर भरेर बुझाएपछि उहाँहरूले, तर त्यो भाउचरसँगै फर्म पनि दिनुपर्छ है। फेरि फर्म जुन चाहिँ सानोवाला फर्म आउँछ एउटा, त्यो र हामीले अहिले भरेकोवाला भन्न खोजेको त्यो फर्म र त्यो भाउचरवाला त्यो दिएपछि उहाँहरूले हामीलाई रिटर्न गरिदिनुहुन्छ दुइटै। अनि त्यो दुइटै बोकेर चाहिँ अब हामी फर्स्टमा जानुपर्ने भनेको चाहिँ रुम नम्बर 24मा। यदि तपाईँ साइन्स फ्याकल्टीको हुनुहुन्छ भने त्यहाँनिर माथि नै बोर्डमै टाँगेको छ विज्ञान भनेर। बिबिएसको लागि चाहिँ जहाँसम्म लाग्छ अर्को रुम नम्बर छ होला, 23 कि 22 कति हो त्यस्तै कुन रुम नम्बर छ। अनि त्यहाँनिर गएर चाहिँ हामीले त्यो भाउचर पनि ल्याउनु पर्यो। अनि त्योसँगै अहिलेको दुईवटा जुन हामीले ट्रान्सक्रिप्ट, त्यहाँ रुम नम्बर 24 भनेको चाहिँ फेरि हाम्रो ट्रान्सक्रिप्ट मात्रै भेरिफाई हुने ठाउँ हो। त्यहाँनिर डिग्री सर्टिफिकेट पनि हुँदैन, प्रोभिजनल पनि त्यहाँ चाहिँ भेरिफाई हुँदैन रहेछ। सो रुम नम्बर 24मा गएर चाहिँ हामीले हाम्रो अहिलेको भाउचर अनि फर्म अनि त्यसपछि 2टा फोटोकपी, त्योसँगै हाम्रो ओरिजिनल ट्रान्सक्रिप्ट, 2टा फोटोकपी ट्रान्सक्रिप्ट र एउटा ओरिजिनल गरेर हामीले कति थोक बुझाउनु पर्यो, 2, 3, 4 थोक बुझाउनु पर्यो। अनि त्यहाँनिर चाहिँ हामी फर्स्टमा एकजना दाइ हुनुहुन्छ त्यहीँ बस्नुहुने, उहाँले चाहिँ स्ट्याम्प भन्नाले जस्ट त्यो ठुलो मान्छे जुन हुन्छ नि
उहाँले साइन गर्नको लागि एउटा स्ट्याम्प हानिदिनुहुन्छ अनि त्यसकै साइडबाट चाहिँ त्यो सरले उता पछाडि पठाउनुहुन्छ म्यामहरूलाई अनि उहाँ त्यहाँबाट साइन भएर आउँछ। सो यो हो त्यो भनेको जस्तो 3 मिनट्सको पनि काम होइन। तर मेरो केसमा चाहिँ के भयो भनेदेखि उहाँ आज त्यो कन्ट्रोलर चाहिँ नयाँ नियुक्त हुनुभएको रहेछ अनि उहाँहरू सबैजना चाहिँ जानुभयो उता स्वागत गर्नको लागि। अनि त्यो चक्करमा चाहिँ मेरो 30 देखि 45 मिनट्स मेरो त्यस्तै वेस्ट नै भएको। अनि तर पछि उहाँहरू आउनु भएपछि चाहिँ फटाफट काम भइहाल्यो। सो लाइक 2-3 मिनट्समै काम भयो मेरो। अनि त्यसपछि हामी जानुपर्छ रुम नम्बर 3 रुम नम्बर रुम नम्बर 5 रुम नम्बर सुरुमा चाहिँ मलाई रुम नम्बर 3 भनेर पठाउनु भएको थियो तर लास्ट गएर बुझ्दा चाहिँ रुम नम्बर 5 मा चाहिँ जानुपर्ने रहेछ। रुम नम्बर 5 भनेको चाहिँ हामीले प्रोभिजनल सर्टिफिकेट चाहिँ हामीले त्यहाँनिर भेरिफाई गराउनु पर्ने हुन्छ। रुम नम्बर 5 बाट भेरिफाई गराउनको लागि चाहिँ नि हामीले पेपर दुईटा प्रोभिजनलको फोटोकपी अनि त्यहाँबाट प्रोभिजनलको ओरिजिनल सर्टिफिकेट अनि त्यहीसँगै चाहिँ हामीले अघि बुझाएको रसिद अनि फर्म त्यो दुईटालाई दिनुपर्छ। अनि त्यो त्यहाँनिर अडियो हुनुभएको बहिनीले स्ट्याम्प हानिदिनुहुन्छ अनि त्यो गरेपछि हामीले भित्र आउनु भन्नुहुन्छ रुम नम्बर 5 को। अनि त्यहाँभित्र चाहिँ एकजना म्याम हुनुहुन्थ्यो मेरो पालीमा अनि उहाँले चाहिँ सबै लाइक क्रस चेक गर्नुभयो फोटोकपीको र रियल ओरिजिनलको सेम छ कि छैन भनेर। त्यसपछि आफ्नो स्ट्याम्प अनि सिग्नेचर हान्नुभयो अनि सक्यो अनि उहाँले मलाई त्यो दिनुभयो। अब यो सब भएपछि चाहिँ अब अघि जुन हामीले ट्रान्सक्रिप्ट भेरिफाई गऱ्यौँ त्यो दुईटा फोटोकपी पेपर अनि अघिको के अरे अहिले भर्खर गरेको प्रोभिजनलको दुईटा हो त्यो त्यति सबै लिएर चाहिँ अनि त्यो अघिको भाउचर चाहिँ नबिर्सिनु होला अनि फर्म त्यति सबै लिएर हामी फेरि कहाँ जानुपर्छ भन्दा रुम नम्बर 18 मा। रुम नम्बर 18 बाट रुम नम्बर 18 भनेको चाहिँ सबसे लास्टमा भेरिफाई हुने ठाउँ रहेछ। सो रुम नम्बर 18 मा नि त्यसरी नै झ्यालबाट बुझाएपछि चाहिँ नि रुम नम्बर 18 मा गएर चाहिँ अब हामीले अघि गरेको सबै डकुमेन्ट्सहरू दिएपछि त्यताबाट पनि म्यामहरूले स्ट्याम्प र सिग्नेचर गरेर रिटर्न गरिदिनुहुन्छ। सो चेक गर्नु होला साइन भएको छ कि छैन। अब 4टै पेपरहरू अब मेरो त 4टा थियो सो मैले क्रस चेक गरेँ मेरो त्यो पेपरहरूमा साइन भएको छ कि भएको छैन नयाँ के अरे स्ट्याम्पहरू लागेको छ कि छैन भनेर मैले चाहिँ सबै चेक गरेँ। तपाईँहरू पनि गर्नु होला। मैले यो भिडियो बनाउनुको मेन रिजन चाहिँ के हो भनेदेखि त्यो ठाउँमा चाहिँ हामीलाई हेल्प गर्न कोही पनि थिएन। मलाई त झन् अब सबै हेल्प डेस्कमा बसेको मान्छे बोल्ने गाह्रो मान्ने अनि अब वरिपरिको मान्छे अब जो आउनुहुन्छ उहाँहरूलाई पनि आइडिया हुँदैन। सो प्लिज यो भिडियो चाहिँ हेर्नु होला अनि सिक्नु होला। अनेस्टली भन्नुपर्दा चाहिँ यो होल प्रोसेस चाहिँ हामीले 30 मिनट्स भन्दा पनि कम समयमा भ्याउन सक्छौँ कि। तर प्रब्लम कहाँ हुँदो रहेछ भनेदेखि हामीलाई थाहा नै नहुने कुन रुममा जाने हो त्यो फर्ममा के भर्ने हो त्यो ब्याङ्कमा कहाँ के जाने हो त्यो प्रोसेस नै थाहा नभएपछि चाहिँ नि एकदम टाइम कन्ज्युमिङ हुँदो रहेछ। अब मेरो केसमा म 11 बजी पुगेँ त्यो म त 11:30 मा त म त्यहाँबाट बाहिर आइसक्थेँ कि मलाई यदि पहिला नै त्यो रुममा जाने हो यसरी गर्ने हो भनेर आइडिया भएको भए। तर मलाई लाग्यो 12:30-1 बजीसम्म लाग्यो कि मलाई। हुन त 30-45 मिनट्स त उहाँ लाइक कन्ट्रोलरलाई स्वागत गर्न जानु भएको भएर पनि गएको हो। स्टिल त्यो काम त एकदमै चाँडो हुने काम रहेछ क्या। तर आफूलाई थाहा नभएपछि एकदमै टाइम लाग्ने। सो मेरो मेन रिजन नै यही नै हो भिडियो बनाउनुको। सो प्लिज यति मेहनत गरेको छु अब यतिको भिडियो पाउन चाहिँ मैले सायद मलाई गाह्रो नै भयो युट्युबमा जता पनि। सो प्लिज लाइक सब्सक्राइब चाहिँ गरिदिनु होला। अनि केही क्वेरिजहरू छ भने चाहिँ तपाईँले कमेन्ट्स गरिदिनु हुँदा हुन्छ। I will reply as soon as I can. Right? So thank you everyone for listening.